आज म बुटोलको 4 जनालाई कुराउने च्यालेन्ज गराउँदैछु। छुट्टा छुट्टै लोकेसनबाट एक एक जनालाई उठाउनेछु। अन्तिम 4 जनाले यो कम्पिटिसनमा भाग लिनेछन्। जसले पनि छिटो कुराउने खान्छ उसले पाउनेछ आजको च्यालेन्जबाट 1000 रुपैयाँ। अहिले म चौरा आइपुगेको छु कुराउने लिएर। अब हेरौँ र्यान्डम पर्सनलाई मैले यो सोध्ने छु जसले पनि अब भाग लिनुहुन्छ नि हैन, उहाँले चाहिँ 1000 रुपैयाँ जित्नु हुनेवाला छ। दाइ अलि यता आउनु, त्यताको आवाजले डिस्टर्ब गर्यो होइन। के अरे म कुराउने च्यालेन्ज गराउँदैछु होइन, त्यसको लागि फेरि 4 जना व्यक्तिसँग भिड्न पर्छ, बुझ्नुभयो। अनि जसले बढी खान्छ नि, जसले बढी छिटो खान्छ त्यसलाई चाहिँ मैले 1000 रुपैयाँ दिनेवाला छु। अब तपाईँ पनि व्यापारी, टाइम छ भने च्यालेन्जमा भाग लिन सक्नुहुन्छ है। होइन मैले भर्खर भात खाएँ अब सब भात खान सक्नुहुन्न? भर्खरै खाएँ। ठिक छ, त्यसो भए म अरूलाई गराउने भए है। धन्यवाद। कुराउने खाने कता हिँड्नु भएको? घर घर कहाँ हो? चरङ्गे। मेरो भिडियो हेर्नुहुन्छ? हेर्नु भएको छैन? ओके, नहेर्नु भएको भयो अब हेर्नु होला। के अरे ए उसले देख्नु भएको छ? ठिक छ, थ्याङ्क यू। म अहिले कुराउने च्यालेन्ज गराइरहेको छु होइन। टाइम छ भने तपाईँले मलाई लगभग 1 घन्टा जति टाइम दिनुपर्ने हुन्छ। अनि यो भिडियोमा पार्टिसिपेट भएर कुराउने छिटो खान सक्नुभयो भने 1000 रुपैयाँ दिनेवाला छु। के छ, सकिन्छ? टाइम छैन? टाइमको अभावले उहाँले त भाग लिनु भएन। तपाईँले भएको भए लिनुहुन्थ्यो कि हुँदैन थियो कमेन्ट गर्दै गर्नु होला। म टाइम हुनेहरूलाई खोज्दैछु। थ्याङ्क यू सो मच होइन। म चाहिँ आज कुराउने च्यालेन्ज गराउँदैछु। उहाँलाई मैले फटाफट च्यालेन्जको बारेमा सम्झाएँ। सायद हामी दुवैको खराब समय चलिरहेको थियो र उहाँको जवाफ यस्तो आयो। समय छैन मसँग। भाइ मेरो भिडियो हेर्नुहुन्छ? हेर्छु नि प्रति तपाईँ चिने। थ्याङ्क यू सो मच। के अरे म आज कुराउने च्यालेन्ज लिएर आएको छु। तपाईँसँग टाइम छ भने मात्र यसमा पार्टिसिपेट हुनु होला। 4 जना छुट्टा छुट्टै लोकेसनबाट 4 जना उठाउनेवाला छु होइन। चौरा अनि देवीनगर, पुष्पलाल पार्क र के अरे माथि गोलपार्कबाट होइन। यसको लागि के छ भन्दा 4 जना मध्ये जसले छिटो कुराउने खान सक्नुहुन्छ नि उसले चाहिँ 1000 रुपैयाँ पाउनेवाला छ। अब तपाईँले भाग लिने कि नलिने? यो सबै खानियो। अब जसले छिटो खान सक्छ यो खान त पर्यो, सबै खान पर्यो। छिटो कसले खान सक्छ भन्ने हो कि लिनुहुन्छ तपाईँले? टाइम छ नि होइन? म अहिले देवीनगर चौपारी आइपुगेको छु। अब मेरो हातमा छ कुराउने। अब कुराउने कम्पिटिसनमा कसले भाग लिन्छ हेरौँ है त। म सोध्दै जानेछु। म अहिले कुराउने च्यालेन्ज लिएर आएको छु।